नेपालीमा एउटा उखान छ, बोकेको कुकुरले शिकार गर्दैन। विदेशीहरूले उचालेर सत्तामा पुर्याइदिएका नेताहरूले राष्ट्रहितको काम गर्दैनन्। अब हुनुपर्ने गर्नुपर्ने कुरा के हो भन्नुहुन्छ भने देशको हितको रक्षा गर्ने संस्थाको वरिपरि अब भेला हुन सुरु हुनु पर्यो राजनीतिक दलहरू। कुन हो त्यो संस्था? त्यो संस्था भनेको नेपालको लागि राज संस्था हो। अब हामीले पठाइसक्यौं भन्यौं, त्यो राज संस्था विदा गरेपछि हो विदेशीहरूको यो चलखेल यहाँ सुरु हुन लागेको। नेपाली नेताहरूले के गर्नु पर्यो, लो हामीले गल्ती गरेछौं, हामीले जे सम्झौता गरेका थियौं तपाईसँग त्यो पालना गरेनौं, हाम्रो गल्ती भयो, अब हामी मिलेर अगाडि जानुपर्छ, देश त सिद्धिन लाग्यो सर। तपाई त भनेर जानु पर्यो। तपाईलाई त राजावादी भन्ने भयो। होइन, म राजावादी पनि होइन, म प्रिन्सिपल्ली म बहुदलमा विश्वास गर्ने मान्छे हो, म डेमोक्रेटिक मान्छे हुँ। तर यहाँको डेमोक्रेसी हेरेर मलाई घिन लाग्न लागिसक्यो। म प्राध्यापक हुँ, मैले पढाउँछु, मैले डेमोक्रेसी नै पढाउँछु, फरेन पोलिसी पढाउँछु, डिप्लोमेसी पढाउँछु, अन्तर्राष्ट्रिय सम्बन्ध पढाउँछु। त्यसकारणले मलाई कुनै वादी हुनु जरुरी छैन। तर अहिलेको देशको आवश्यकताको कुरा मैले एउटा नागरिकको रूपमा बोल्न त पाउँछु नि। यो कुरा तपाईँ पनि यसो मनमा मुटुमा हात राखेर भन्नुहोस् त, देशको दुर्गति भएको हो कि होइन? देशको दुर्गतिबाट देशलाई दुर्गतिबाट मुक्त गराउनुको लागि कुनै ठाउँ एउटा भरोसा योग्य ठाउँ छ भने त्यहाँ त पुग्नु पर्यो नि। मैले भन्नुभन्दा पनि यो त राजनीतिक दलहरूले नै रियलाइज गरिसके। राजनीतिक रूपमा यो कुरा कति सम्भव छ? सम्भव छ र राजनीतिक दलहरूका केही ठाउँहरू, प्राय राजनीतिक दलहरूका अहिले मेन स्ट्रिममा भएका राजनीतिक दलहरूभित्र यो कुरा उठिसकेका छ। कुन दिन उहाँहरूले रियलाइज, नेताहरूमा अलिकति समस्या छ, नेताहरूले जुन दिन रियलाइज गर्छन् हो रहेछ यो हाम्रो कार्यकर्ता साथीहरू पनि यही भन्छन् अब त गाह्रो भयो भन्ने दिन त त्यो नगरी सुखै छैन, नत्र त देश रहँदैन। हेर्नुहोस्।